नमस्कार है साथीहरु, म मजुवादेवी कृषि फार्म प्रालीबाट अमृत तिवारी बोल्दैछु। हाम्रो चाहिँ कुखुराहरू पनि यसरी काली जसरी नै छोडिदिया छ। अर्गानिक तरिकाले यी लोकल कुखुराहरू यसरी रुखमा बास बस्छन् र दिनभरि यही भित्र नै चर्छन्। हामीले यिनीहरूलाई दानाहरू के पनि युज गर्दैनौं र काली खोर भित्र नै यसरी छोडिदिया छ। बेलुका भएपछि यसरी बास बस्छन्। साना साना चल्लाहरू पनि यसरी गरेर माउहरूसँगै बस्छ। यो सानसाना घाटी खुइली चल्लाहरू छ, यति सानो चल्ला पनि माउसँगै बस्छ। यो लोकल कालीजको चल्लाहरू हो। लोकल काली चल्लाहरू यसरी रुखमा बस्छ। हामीले चाहिँ रेङनेकको चल्लाहरू पनि 2 महिनाभित्र राख्ने भन्छन् हैन अरु साथीहरूले। पहिला हाम्रो पनि त्यही थियो एक्सरसाइज। यसपालि हामीले 22-25 दिनको चल्लाहरू नै यसरी छोडिदिएको। एकदम फ्रेस तरिकाले हुर्किँदो रहेछ। यिनीहरू मर्ने पनि हुँदैन। मजासँग चाहिँ सजिलैसँग हुर्किन्छ यिनीहरू। नेचुरल रूपमा यिनीहरू पहिलेदेखिबाट बानी पर्दो रहेछ। यसरी भित्र गएर बसेछ सबै। यहाँ बाँसतिर बसेछ यसरी। यस्तो चाहिँ पानीले भिजेर मर्ने, भित्रबाट बाहिर छोडी ठोक्किने ओर्ने भन्ने समस्याबाट पनि छुटकारा पाइने रहेछ। यसपालि हामी नयाँ ट्रायल गरिरहेका छौँ। यतातिर पनि यसरी बसिरहेछन् है। यहाँ चाहिँ सबै कालिज र कुखुराहरू मिक्समा बसेका छ है। कतै कालिज बसेका छन्, कतै कुखुरा बसेका छन्। यहाँ भाले हेर्दै रहेछ है। सबै नेचुरल छन् यसपालि हाम्रो है। ल यस्तो सानो चल्लाहरू यिनीहरू 22-23 दिनको लोकल कुखुराको चल्लाहरू पनि सबै रुखमा गएर बसेका छ यिनीहरू। आमासँगै भएर बसेका छ। आमाले छोपेर पनि राखेको छ। अरू सबै छोपेर बसेका छ। यो चाहिँ बाहिर हुन्छ। यता टाउको निकाल्दै छ। यो लोकल कुखुरा भनेको यो यस्तोको चाहिँ टेस्ट आउँछ है। यो घरभित्र थुनेर राखेको के लोकल कुखुरा। ल कोही यता बसेको छ है रुखमाथि नै। अनि अरूको लोकल कुखुरा फेरि माथि बसेको छ। उनीहरू उल्टे पख घाँटी खुइलेहरू सब आफ्नो ग्रुप बसेर बास बस्छन् यिनीहरू है। यो उल्टे पखवालाहरू घाँटी खुइलेहरूसँग र लोकल कुखुरा क्रस हो। तिरुबल क्रसिङ गरेको थिएँ मैले। यिनीहरू यसरी बसेका छन् नि। सब रुखमा बसेका छन्। ल अब बेलुका यसो हेरियो भने हाम्रो सबै यतिको घारी छ हैन। यो घारीभित्र कहीँ पनि देख्दैन है, केही पनि देख्दैन। अब यो खोज्दै गएपछि बास बसेका देखिन्छ। कता बास बसेका देखिन्छ। यस्तो यो खुल्ला बाहिर देखिने हाँगामा नै बस्दैन फेरि यिनीहरू। अलि भित्री लुकेको जस्तो हाँगाहरूमा बस्छन्। ल कोही कुखुरा यहाँ रहेछ है। यहाँ बसिरहेछ। ओइ कहाँ बस्यो त? कति माथि गएको? यो चाहिँ यहाँ जाली ठाउँमा बस्न लागेर चाहिँ ल यो सबैलाई लखाट्यो होला उताबाट अनि। ल हाम्रो चाहिँ कालिजको खोर, कुखुराको खोर यस्तो नेचुरल छ। यो नेचुरलभित्र छोडिदिएका छौँ हामीले। अब हाम्रो उत्पादनहरू भनेको भदौ असोजबाट सुरु हुन्छ। बजारमा पठाउनको लागि सम्पर्क गर्न सक्नुहुन्छ। अर्गानिक भने चाहिँ यस्तो हो, कोठाभित्र राखेर लोकल कुखुरा, लोकल कालिज भन्ने दाना खुवाउने गरेर चाहिँ टेस्ट आउँदैन। मजुवादेवी कृषि फार्म प्राली। अब अहिले हामीले घाँसका बिरुवाहरू पनि नर्सरी हाम्रो तयार भइसकेको छ। अब हामीले डाले, भुइँ, बुट्यान घाँसहरूको सम्मिश्रण मिलाएर हामीले किसानहरूलाई घाँस पनि पठाइराखेका छौँ। बोयर जातका बोका, पाठीहरू पनि पठाइराखेका छौँ। त्यसै गरी गएर मौरीहरू पनि पठाइराखेका छौँ। तपाईहरुलाई के आवश्यक पर्छ सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर यही छ 9818 49 73 45 98 49 63 76 17 हाम्रो सम्पर्क नम्बर रहेको छ। अब बर्खा सकिसके पछाडि चाहिँ अनि हामीले व्यावसायिक रूपमा बाख्रा पालन तालिम पनि सुरु गर्छौं। अब अहिले बर्खा लागेको कारणले गर्दाखेरि रोकिएको छ। धन्यवाद।